रु 31,000 सहयोग भएको छ। यसै गरी पालीले धन्यवाद व्यक्त गरिदिनु होला। यसै गरी कालामन्दिर डोजो पूर्व खेलाडी अहिले ब्रिटिस आर्मी उहाँले रु 25,000 सहयोग गर्नुभएको छ। यसै गरी भुटानबाट हाल अहिले अमेरिका आउनुहुन्छ टिआर राई उहाँले 20,000 सहयोग गर्नुभएको छ। यसै गरी पूर्व खेलाडीहरूले गर्नुभएको छ अमन राजधानी रु 10,000। यसै गरी राइजिङ स्टार इङ्ग्लिस स्कुलले रु 10,000। यसै गरी अल्पाइन इङ्ग्लिस बोर्डिङ स्कुलले रु 10,000। यसैले अशोक च्याम्लिङज्यूबाट रु 10,000। यसै गरी रामधुनी वडा नम्बर 7 का वडा सदस्य श्रवण कुमार चौधरीज्यूबाट रु 10,000। यसै गरी रुद्र सिलवालज्यूबाट यो 4th CSI कप ट्रफी स्पोन्सर गर्नुभएको छ रु 10,000। यसै गरी एआरएन साउन्ड सिस्टम जो अहिले बेचिरहेको छ तपाईँहरूले सुनिराख्नुपर्छ र अगाडि उहाँको बोर्ड पनि छ। उहाँले साउन्ड सिस्टम यो टेन व्यवस्थापन सँगसँगै हामीलाई यो आर्थिक 10,000 सहयोग गर्नुभएको छ। यसै गरी तेज चौधरीज्यूले रु 8,000 सहयोग गर्नुभएको छ। यसै गरी जोसेफ अधिकारीज्यूले रु 8,000 सहयोग गर्नुभएको छ। यसै गरी पूर्णबहादुर मगरज्यूले रु 7,525 सहयोग गर्नुभएको छ। यसै गरी पञ्चायत विद्या मन्दिरले रु 6,000 सहयोग गर्नुभएको छ। यसै गरी एकराज शेषज्यूले 5,555 सहयोग गर्नुभएको छ। यसै गरी वेदराज लिम्बुज्यूले उहाँ दियालो जनकल्याण क्लबका अध्यक्ष पनि हुनुहुन्छ वेदराज लिम्बुज्यू उहाँले 5,500 रुपियाँ सहयोग गर्नुभएको छ। यसै गरी दीप राई 5,500 सहयोग गर्नुभएको छ। यसै गरी खगेन्द्र काफ्रे उहाँले 5100 सहयोग गर्नुभएको छ। यसै गरी श्री आदर्श मावि पूर्व विद्यार्थी मञ्चबाट रु 5100 सहयोग भएको छ। यसै गरी साकेरा बहुउद्देश्य कृषि फर्मबाट रु 5100 सहयोग भएको छ। यसै गरी दुलीराम चौधरीज्यूबाट रु 5100 सहयोग भएको छ। यसै गरी सुदीप अधिकारीज्यूबाट रु 5100 सहयोग गर्नुभएको छ। यसै गरी बस्तेज ज्वेलरबाट 5100 सहयोग भएको छ। यसै गरी पूर्व खेलाडी सरोज राईज्यूबाट 5100 सहयोग गर्नुभएको छ। यसै गरी बलराम चौलागाईज्यूबाट 5,000 सहयोग भएको छ। यसै गरी एलन शेषज्यूबाट 5,000 सहयोग भएको छ। यसै गरी सरोज राईज्यूबाट पूर्व खेलाडी हुनुहुन्छ उहाँले पनि 5,000 सहयोग गर्नुभएको छ। यसै गरी बकलोडी क्रिकेट क्लबबाट रु 5,000 सहयोग भएको छ। यसै गरी मुनराई इङ्ग्लिस स्कुलबाट रु 5,000 सहयोग भएको छ। यसै गरी भिरेन राई रु 25,000 अघि नै मैले नाम शिवम नेपाल निरज थापा